Thank you so much. YouTube पे ब्लग पे शिला गजुरेल उहाँले छोरा फलो गर्दै हुनुहुन्छ Yes, once more. Artist more. Action. भएर उहाँलाई फेरि अर्को 2 वर्षपछि वेलकम गर्छौँ 2 वर्षपछि हो कि कसै आउनु तर फेरि वेलकम हेलो एभ्रिवान नमस्ते गुड मर्निङ र म चाहिँ निक्लिसकेँ 13औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सफल बनाउनको लागि र म अलिकति लेट भइसकेको थिएँ र म त्यही भएर चाहिँ इनड्राइभ मगाएको छु र इनड्राइभमा पुग्न पनि लागिसकेँ धरहरा हेर्दै धरहरा आइन नि घन्टी हेर्दै र म पुगिसकेँ र मेरो साथीहरू चाहिँ मैले गेटमा देखेँ र म जाँदैछु अलिकति ढिलो भयो भन्ठानेको भएको रहेनछ म आउनु चाहिँ ढिलो भएर रहेछ सबैजना आइज भर्खरै आउनु भएको रहेछ अनि सबैजना आज आइदिनु होला अब मैले त अब सेयर गर्नु पाइनँ त्यही पनि बर्थडे हेर्ने मान्छेहरूलाई पनि अब कस्तो भयो इभेन्ट हेर्नु होला र अनि अब अरू नेक्स्ट इयर त भइहाल्छ होइन त्यो बेला चाहिँ म अलि अगाडि नै भ्लग हाल्छु त्यो बेला चाहिँ भर्खरै बनाउँदै हुनुहुन्छ यो चाहिँ स्टेजको लागि होला त्यसरी हामी चाहिँ नेपाल पुलिस क्लबमा छौँ यो चाहिँ आज हामीले पर्फर्म गर्ने हल भयो हाम्रो जिनियस म्युजिक अवार्ड पनि हामीले यहीँ गरेको थियौँ केही समय अगाडि यहाँ चाहिँ डेकोरेसनको काम चल्दैछ यो चाहिँ हाम्रो टुल्सहरू भइहाल्यो हामी पर्फर्म गर्दा युज गर्ने नाम र हाम्रो टिम मेम्बरहरू भइसकेको छ सर त चिन्नु भइहाल्यो नि अस्ति नै देखेर अझै ठुलो छ सो हाई गाइज वेलकम ब्याक टु माई च्यानल हजुरहरू के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला है म पनि ठिकै छु र आजको मेरो मिनी भ्लग हुनेवाला छ मिनी त नभनौँ आजको चाहिँ एकदम लङ भ्लग हुनेवाला छ पक्कै नै किनभने मैले प्र्याक्टिसको डे पनि एड गरेर यो भिडियो पोस्ट गर्नेवाला छु त्यही भएर यसको सबै अल ओभर क्लिपहरूमा सेयर गर्नेवालै छु यो चाहिँ इन्टरनेसनल डान्स फेस्टिभल हो त्यही भएर यसमा चाहिँ बाहिरको मान्छेहरू पनि इन्भल्भ हुँदै हुनुहुन्छ त्यसैमा अनि हामी पनि पर्फर्म गर्दैछौँ नेपालमा चाहिँ हाम्रो ग्रुप मात्र बाँकी हाम्रो ग्रुपले मात्र पर्फर्म गर्छ त्यही भएर अनि हामी अझ जोरदार प्र्याक्टिस गर्दैछौँ आज पनि अहिले हामी 8 बजे आइसक्यौँ अनि 8 बजे आएर अब प्र्याक्टिस गर्न जाँदैछौँ र प्र्याक्टिस गरेर अनि रेडी हुन्छौँ अनि खानासाना खान्छौँ अनि फेरि अनि अब सबैजना आउनु थाल्नुहुन्छ अनि हामी त्यही अनुसारले के गर्छौँ हजुरहरूलाई म देखाउनेवाला छु सो स्टे ट्युन अनि भिडियो स्किप नगर्नु होला नि है कस्तो हुन्छ के हुन्छ म सबै देखाउनेवाला छु हजुरहरूलाई यहाँको भित्रको कस्तो हुन्छ के हुन्छ स्ट्रगलहरू होइन म सबै देखाउँछु हेर्नु होला है हाम्रो ड्रेस चाहिँ अर्को छ अनि डान्स गर्दा लगाउने अनि यो चाहिँ कल्चरको ड्रेस भयो अब तिम्रो स्टाइल गरेर देखेको त भन है अलिक घरमा देखाउँछु अलिक ब्याग जाउँछ अलिक ब्याग जाउँ बिरालो उसको दिदी खायो भने कस्तो मिठो छ त एकदम मिठो मिठो हाम्रो चाहिँ यहाँ खाने कार्यक्रम हुँदैछ हजुर
खाजासाजा खाएर चाहिँ अब हाम्रो प्र्याक्टिस स्टार्ट भयो। तर हजुरहरूलाई चाहिँ के अनौठो लाग्ला म किन त्यो रिसाइरहेको छु, किन मैले उसलाई यस्तो त्यस्तो भनिरहेको छु लाग्ला होइन। तर उसले लास्टमा आएर एउटा स्टेप चेन्ज गरौँ भन्ने जस्तो कुरा गर्यो। अनि मैले चाहिँ त्यो पोसिबल हुँदैन लास्ट इन्डिङमा आएर भन्दै थिएँ। अनि हाम्रो त्यत्तिकै डिस्कसन चलिरहेको थियो। म चाहिँ फेरि हुँदैन रहेछ हुँदैन भन्ने टाइपको मान्छे हो नि त। अनि नाइ मात्र भनिरहेको छु। र अब चाहिँ नभए जस्तै भने पनि हामीले त प्र्याक्टिस स्टार्ट गर्नु पऱ्यो नि त। अनि प्र्याक्टिस गरिरहन्छौँ पनि होइन। अब के हुन्छ हेर्नु है त। यसो गर्नु न लिपसिङ आएन भने के गर्ने रे हेर्नु बिर्सिनु भयो होइन साथी त्यस्तै नै गर्छ नि उसको भाइ अर्कै छ कि आउँदैन मेरो त मेरो पाटो देख्नु भएको नि यस्तो हुन्छ अनि यसरी तपाईँको पार्टनर त ए भाइ हो मेरो त भाइ बुहारी हो पार्टनर यस्तो रे क्या अब हुन्छ नि यस्तो घुम्नुपर्छ मलाई हेरेन यस्तो रे क्या सरजले क्या हेर्नु छैन मलाई अग्लो भएर म यहाँ मुनि छु नि त घुमेको मलाई कि सरजको पार्टनर अनि कसको पार्टनर प्रवीण सरको पार्टनर मैले भनेको क्या हातलाई पनि अब के हुन्छ नि यस्तो गरेर हात दिएर यस्तो लाने हो नि त सम्झेर यहाँतिर रमाइलो हेरेछ त्यतिको पुरै गफ लाग्छ है गाइस बाई बाई उसको फेरि म चाहिँ फिल्ममा दिन्छु भनेर क्या यस्तो गर्छ होइन बिरामी हुन्छ मलाई क्या सिङ्गरहरू सिङ्गर म्यामहरू अब हामी खाना आएको वेट गरेर बसिरहेको छौँ
खानु नआइकन दाँतको तार बसिरहेको हुन्छ फेरि जम्मा हामी खाना गएन थ्याङ्क यू हेलो ल हाम्रो चाहिँ लन्च टाइम हुँदैछ ओके है अब चाहिँ हामी ल बहिनीहरू बस्नुहोस् खाली भइसकेको छ हामी चाहिँ अब बिस्तारै खान्छौँ है सेकेन्ड लटमा हुन्छ ल बाई 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 कति फास्ट आउनु भ्याउनु भएको हजुरहरूले घिचिबस्नु भयो उहाँलाई बस्नु देऊ बसौँ बसौँ हाल्दै हुनुहुन्छ हामी चाहिँ खाना खान लाग्यो होइन के भन्न चाहनुहुन्छ के भन्ने है तपाईँको ब्लगमा अब के भने हामी फेस्टिभलको लागि यहाँनिर प्र्याक्टिस गरेर भर्खर सकाएर खाना खाने त्यसपछि फेरि गएर यसो अलि राम्ररी भन्ने म त अब काली मान्छे गोरी भन्नु पऱ्यो होइन क्या राम्रै हुनुहुन्छ उहाँ जति आफूलाई नराम्रो भने पनि तर एकदम राम्रो हुनुहुन्छ मन पनि सफा हुनुहुन्छ म फेमस हुन्छ है अब म भाइरल अनि ल अब हामी चाहिँ खाना खान्छौँ है एउटा चियर ल्याउ न चियर एउटा जोडौँ न यता बाई बाई कति यता जोडौँ न त जोडौँ खाना खान्छौँ है गाइजहरू हामी चाहिँ आफै रेडी भइछौँ कसैले हेल्प गर्नु भएन प्लिज सेन्सर गर्नुपर्छ कतिको हो प्लेट पनि हामी चाहिँ रेडी हुँदैछौँ है म्याक्सिमम् मान्छेहरू चाहिँ सबैजना रेडी पनि हुनु भइसक्यो यहाँ रेडी हुनुहुन्छ यो डान्स चाहिँ के डान्स गर्छ अरे कस्तो राम्रो कति राम्रो देख्यो क्या होल टिमै राम्रोसँग गर्नु होला है थ्याङ्क यू हामी चाहिँ गर्दैछौँ म गरिदिन्छु ल मलाई देखाइदियो त मेरो आउटफिट चेक प्र्याक्टिस स्टेज हुनुहुन्छ यहाँ रेडी गर्दै हुनुहुन्छ म्याम सबैहरूले हेल्प गर्नुपर्छ पर्छ भने प्लिज भन्छ है अरू उहाँ चाहिँ म्याम एकदम मेहनती म्याम धन्न मेकअप गर्न भ्याउनु भयो भने म त मेकअप पनि गर्नुहुन्न कि भनेर त्यही प्रेसर लगाइरहेको थियो तर त यो निश्चय गर्नुभयो म्यामले अनि उहाँ चाहिँ हाम्रो केशव दाई एकदम प्रेसरमा हुन्छ कामकोले गर्दा त्यही भएर अहिले उहाँ धेरै बोल्न चाहनुहुन्न त्यो तर कति राम्रो देखिनु भएको छ नि म्याम हजुर कसले गरिदिएको मेकअप ए भाउ सरोज भन्ने मान्छे चाहिँ उहाँ हो है फेरि अनि उहाँले ड्रेस ल्याउनु भएको होइन हजुरलाई ड्रेस चाहियो भने चाहिँ उहाँलाई सम्पर्क गरेर आउँछ ल भनिदिन्छु ल म हजुरको अगाडि नै राखिदिन्छु है यो केटाहरू सबैजना हुँदै हुन्छ नमस्ते सन्चै हुनुहुन्छ आरामै हो रमेश बाहिर हुनुहुन्छ रेडी हुँदैछ बाई बाई हेलो ढोकाको साइडमा छ हेर्नु त ढोकाको साइडमा रातो ढोका
राम्रै नै खेलाउनु पऱ्यो अरे गाइस हेर कति राम्रो देखिन्छ सबैजना म पनि आफूलाई पनि भन्नु है राम्रो भनेर अरूलाई मात्रै भनिदियो राम्री मान्छे यहाँबाट अगाडि दिनुहुन्छ यति दामी नाच्नुहुन्छ है उहाँहरू म त ब्लगमा हेर्नु नबिर्सिनु नि फेरि सबैजना अब रेडी भइसक्नु भयो उहाँहरू यति राम्रो राम्रो देखिएको छ ल है मुखिया बा हामी त आयौँ है अब पुर्खादेखि चलेको चलन पनि मनाउनै पर्यो मुखियाको थान र मान पनि जनाउनै पर्यो नमस्कार है मुखिया बा नमस्कार नमस्कार ए बुढी बा बाहिर आइज न बत्ती सत्ती बाल गुन्द्री निकाल गाउँलेहरू रमाइलो गर्न आउनुभएछ ल अब सुरु गरौँ है त ल गरौँ गरौँ कता हराए हाम्रो नचरी टोलीहरू मुखिया बा निस्किसक्नु भयो Yeah.
नाचेर आइसक्नु अनि रमाइलो भयो अब उहाँहरूको पालो हुँदैछ अहिले चाहिँ ती ब्लर भइसक्यो हाम्रो क्यामेरा पालो हुँदैछ है गाइजहरू हाम्रो चाहिँ भइसक्यो अनि हामी चाहिँ भइरहेछ अब नेक्स्ट पर्फर्मेन्सको लागि कति राम्रो भयो हामीले चाहिँ भर्खर पर्फर्मेन्स गरेर आयो कस्तो भयो सबैलाई रमाइलो भयो हजुरहरूले हेर्नु खाजाको सक्सेसफुल रह्यो र हजुरहरूले पनि हेर्न आइदिनु भएको आउनु भएको मान्छेहरू त कमेन्ट गर्नु होला र आउनु भएको मान्छे नेक्स्ट इयर आइदिनु होला है र पर्फर्मेन्सहरू छ यो कुन चाहिँ देशको हो अरे इस्टोनिया ओके इस्टोनिया डान्स गरेर हेर्नु गाइजहरू चाइनिजहरूले बोलिरहनु भएको छ नजिरहनु भएको छ गाई अझ बेला भेटाएको हारेर बस्नु भएको diverse culture अब पन्जाबी डान्स हुँदैछ is their one territory in India and around the globe. Punjab Folk Art Center presentation. बाहिर आएको त यस्तो पानी परिरहेको रहेछ मान्छेहरू पुरै खानु गइरहेको रहेछ त्यस्तो समय लाग्दैन गाइस अहिले चाहिँ हाम्रो पर्फर्मेन्स सक्यो जाउँ छ नि जाउँ यता भने कता जाने ल ए भिडियो यहाँ खिच्नु पऱ्यो त गाइस ल गाइस अब चाहिँ यस्तो सिचुएसन छ अहिले पानी परेर पुरै कालो भइरहेछ र हाम्रो चाहिँ आजको प्रोग्राम सक्सेसफुल रह्यो र आउनु पाउनु भएर उहाँहरूलाई फेरि अर्को 2 वर्षपछि वेलकम गर्छौँ 2 वर्षपछि हो कि 1 वर्ष आइरहनु न तर फेरि वेलकम गर्छौँ हेरिरहनु भएको छ कामले गर्दा अहिले त वेदरले चाहिँ साथ दिएन है दादा अझ म त पर्फर्मेन्स गरेर आएर हेर्छु त पुरै कालो रहेछ कि बाहिर त
हेर्नु अझै पनि कस्तो अँध्यारो देखिरहेछ तै पनि एनिवेज हाम्रो प्रोग्राम चाहिँ एकदम भव्य रूपमा सक्सेस भयो मैले चाहिँ चेन्ज गरिसकेँ र अब चाहिँ हामी घर जाँदैछौँ गाइस अहिलेको दिन चाहिँ सबैजना चेन्ज गरेर भएको छ प्याकिङ ए अस्तव्यस्त छ अहिले आजको चाहिँ प्रोग्राम इन भयो र आज चाहिँ सबैजना पानीको यसरी बस्दै हुनुहुन्छ यस्तो हुँदैछ पानी लिएर न मान्छेहरू सबैजना एउटै ठाउँमा दिनु परेको राम्रो फिल्टर भएको छ राम्रो भएर हामी कति मान्छेसँग फोटो पनि खिचिसक्छौँ कतिजनासँग बाँकी छ तर उहाँसँग साथी कुन चाहिँ दिनमा पऱ्यो तिमी राम्रो देखेर कुन चाहिँ दिनमा पऱ्यो फोटो खिच्दाखेरि उहाँहरू कति स्विट हुनुहुन्थ्यो उहाँहरूसँग अलिकति च्यास लाग्यो Thank you so much. कति क्युट उनीहरूको मुह देखाउने स्टाइलहरू है त्यो चाहिँ बाई बाई आफ्नो आफ्नो कल्चरहरू देखाएर होइन आफ्नो फोटो सेसन चल्दैछ गाइज हेर्नु न सबैजना कस्तो रमाइलो गरिरहनु भएको छ पानीले पनि यहाँ अहिले सबैजनालाई यहाँ अब एकै ठाउँमा बसेर यहाँ ग्यादरिङ हुने एउटा कन्भर्सेसन भएर एउटा साथी हुने एउटा समय दिएको छ र यो कल्चरले पनि पैसा उहाँसँग सक्यो ओके आप कुछ कहना चाहते हो आप बहुत अच्छा लगा आप लोगों ने भी नाचा डांस किया क्यों ड्रेस चेंज किया एक कोच हो आप लोग बहुत अच्छा किया था आप लोग ओके मुझे आपकी भाषा तो इतनी ज़्यादा नहीं आती बट ओके पंजाब से है इंडिया पंजाब इंडिया ओके बहुत अच्छा था आप लोगों का डांस नेपाल अच्छा लगा लोग से नेपाल हम जाते रहते हैं ना हर जगह पे लेकिन नेपाल आए हैं तो नेपाल बहुत बढ़िया है ओह वाह सो स्वीट थैंक यू सो मच फेरि आउनु होला है ल बाई युट्युबको ब्लग पे शिला गजुरेल उहाँले चाहिँ मलाई फलो गर्दै हुनुहुन्छ शीला SHI LA स्पेस GA JU RE यही है अभी नेट तो बंद है मैं इसको सर्च कर लूंगा ठीक है स्क्रीनशॉट ले लिया ओके करना ओके वीडियो देख के लाइक करना ओके ओके थ्याङ्क यू बाई बाई यहाँ चाहिँ सबै भइरहेछ कति रमाइलो कति सिट मान्छेहरू आउनु भएको छ अनि म चाहिँ अहिले मेरो हस्बेन्डलाई खोज्दैछु उहाँ कता जानुभयो थाहा छैन र आज चाहिँ यो समय एकदम ब्लेस फिल गरिरहेको छु किनभने यो यस्तो टिमहरूसँग काम गर्न पाउँदा मैले धेरै 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 भगवान्लाई थ्याङ्क यू भन्नुपर्छ किनभने उहाँले रचेको उहाँले दिनुभएको कुरा हो यो कुरा म एकदम खुसी छु नानी चाहिँ उहाँ दादाको छोरीहरू ट्विन सिस्टर हुँदो रहेछ एउटा यता छ एउटा उता छ हेर लाडले बल्लेको हाई गर्नु हाई कति क्युट छ है उहाँ चाहिँ हामीसँगै नाच्नु भएको थियो अनि
अनि एउटा मेरो मनभित्रको कुरा जुन चाहिँ मैले हजुरहरूलाई सेयर गर्नु मन लाग्यो, यो इभेन्ट सक्सेस भएर आज सके पनि मेरो लागि चाहिँ नयाँ जर्नी लिएर आएको छ, जुन चाहिँ मैले कति कुरा सिकेर थाहा पाएर मलाई हरेक लाइफको स्टेजहरूमा जुन चाहिँ सुटिङहरूमा मैले युज गर्न सक्छु। त्यो चाहिँ मेरो लागि एकदम ठुलो ब्लेसिङ हो यो इभेन्टबाट चाहिँ। र हजुरहरूलाई हामीले यो भिडियो त सक्सेस भएको त देखाएँ, तर यो भित्रको अझै पनि कति कुराहरू हजुरले हेर्न पाउनु भएको छैन, थाहा छैन होइन। हामीले यो एउटा डान्स पर्फेक्ट बनाउनको लागि हामीले 15 दिन लगातार हामीले प्र्याक्टिस गऱ्यौँ। त्यसमा हाँसी मजाक रमाइलो के भयो के भयो। इफ हजुरहरूलाई हेर्न मन छ भने प्लिज 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 सबैजनाले कमेन्ट गर्नु होला है त। अनि मैले त उहाँलाई इन गर्नु भनेर भन्न खोजेको, उहाँ आफै जानुभयो। इट्स ओके, बट स्पेसली थ्याङ्क्स टु जोगेन्द्र सर, जसले चाहिँ हामीलाई यो जर्नीमा एकदम साथ सपोर्ट दिनुभयो। उहाँले जसरी सिकाउनु भयो त्यो अहिलेसम्म मैले कतै सिकेको पनि छैन, त्यही पनि उहाँले मलाई हौसला दिएर यहाँसम्म पुर्याउनु भयो। उहाँहरू सम्पूर्णलाई एकमुष्ट थ्याङ्क यू भन्दै आजको यो मेरो अलिकति लामो ब्लग यही टुङ्गाउन चाहन्छु। र यो साँच्ची मैले चाहिँ 1 वर्षमा भनिरहेको थिएँ हजुरहरूलाई, खासमा चाहिँ 2 वर्षको ग्यापमा यो प्रोग्राम हुने रहेछ होइन। तर एनिवेज मिस्टेकबाट नै राम्रो हुँदै जाने हो। र अब यसपालि अब हजुरहरू जोइन हुन पाउनु भएन, ठिकै छ। नेक्स्ट त नभनौँ, 2 वर्षपछि फेरि प्रोग्राम हुन्छ, हजुरहरूलाई पनि त्यसमा इन्भाइट गर्न चाहन्छु। र यति भन्दै आजको मेरो अलिकति लामो भिडियो म इन गर्न चाहन्छु। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोला। इफ मैले केही कुरा सुधार गर्न पर्ने छ भने मलाई प्लिज कमेन्ट गरेर भनिदिनु होला। र हजुरहरूलाई कस्तो कन्टेन्ट मबाट हेर्न चाहनुहुन्छ प्लिज भनिदिनु होला है। त्यति भन्दै मेरो यो भ्लग म यहीँ टुङ्गाउन चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। लभ यु गाइज, बाई बाई, सी यू।